साथीहरू, फेरि पनि म अर्को भिडियो लिएर आइरहेको छु। हजुरहरूले साथ सपोर्ट दिनु होला भन्न चाहे। आज चाहिँ म यहाँ नाम्ची बजारमा आएको छु। अनि किन भन्दाखेरि चाहिँ यहाँ काम पनि थियो अनि यहाँनिर चाहिँ राखे मेला लाग्दैछ नि त, त्यही भएर राखे मेलाको लागि चाहिँ यहाँबाट चाहिँ स्टल चाहिँ स्टार्ट छ। अनि मेन चाहिँ के भन्दाखेरि मेरो भदैनीको स्टल पनि छ नि त। अनि मेरो भदैनीले चाहिँ ह्यान्डमेड के बनाउनुहुन्छ नि त। ह्यान्डमेड अब के बनाउनुहुन्छ अहिले म देखाउँछु ल हजुरहरूलाई, हेरेर साथ सपोर्ट दिनु होला। यहाँनिर चाहिँ छ फर्स्ट स्टल, हेर्नु है ह्यान्डमेड कति दामी दामी रहेछ। स्टल नम्बर 13 रहेछ यहाँनिर चाहिँ। मेरो भदैनीको चाहिँ 31 भन्दै थियो स्टल नम्बर। अनि त्यहाँनिर पनि हेर्छु 13 रहेछ। दामी दामी छ। यहाँ चाहिँ रहेछ प्लान्टहरू रहेछ यहाँ चाहिँ। मेरो भदैनीको चाहिँ स्टल नम्बर 31 भन्दै थियो। अनि म हजुरहरूलाई देखाउँदै जानेछु। यहाँनिर चाहिँ रहेको छ बोतलको पिक्कलहरू होला, यो अचारहरू मान्छेको भिडमा छल्लेर केही छैन आज त। अनि चाहिँ रहेछ चाउमिनहरू बनाउँदै रहेछ न, पानीपुरी यस्तो छ है, यस्तो छ। हेर्नु होला। भिडियो चाहिँ आज राम्रो होला जस्तो छैन। मेरो हातमा चाहिँ झोला छ नि त, झोला बोकेको छु हो। अनि ब्याग छ यहाँनिर चाहिँ रहेको छ। यस्तो रहेछ यहाँनिर चाहिँ, हेर्नुहोस् है। एउटा साइडमा छ जस्तो लाग्यो मेरो भदैनीको उयो चाहिँ। हल्का हल्का देखाउँछु ल हजुरहरूलाई, किनभने मेरो एडिट गर्नु मिल्दैन नि त। म के भन्छ भिडियो गर्दै गर्दै आउँदाखेरि कति बेला स्टप हुन्छ थाहा छैन मलाई भिडियो। ठिकै छ ल, आशीर्वाद। ठिकै हुनुहुन्छ तपाईँ? भिडियो बनाउँदै आएको हेर न यहाँनिर। यहाँनिर चाहिँ मेरो बहिनी कति बादमा भेटेको। यही छ प्रशंसाको स्टल। यो चाहिँ तिम्रो हो? आउँदैछ। तिम्रो हो यो चाहिँ? हजुर। दामी दामी रहेछ त। आउँदैछ नयाँ। ल यहाँनिर चाहिँ रहेछ मेरो डिम्पी बहिनीको स्टल हो। यहाँ हेर्नु है, उहाँले पनि ह्यान्डमेडहरू के बनाउनुहुन्छ नि त। अनि उसको चाहिँ घर चाहिँ गान्तोक हो। अनि गान्तोकबाट आएर यहाँ राख्नु भएको रहेछ। मेरो भदैनीले पनि राख्छ गान्तोकमा। अस्ति राखेको थियो मेरो भदैनीले चाहिँ स्टल। अनि हेर्नु न कति बादमा भेटेको मेरो बहिनीलाई चाहिँ, यहाँनिर डिम्पीलाई चाहिँ। आउँदैछु, पर्खिनु होला। सबैजना ठिकै छ घरमा? बनाइदिन्छु म त। कस्तो दामी दामी बनाएको रहेछ त। अनि ल अहिले यतैबाट फर्किन्छु, आउँछु ल। यहाँनिर चाहिँ छ, यता रहेको छ मेरो भदैनीको। कम्ती बनाएको रहेछ टाइम नपाएर कि। अनि हेर्नु न मेरो भदैनीकोमा चाहिँ कस्टमरहरू पनि टनै हुनुहुँदो रहेछ है। के हो भना प्रशंसा? मेरो भदैनी चाहिँ प्रशंसा हो, नाम चाहिँ प्रशंसा हो भदैनीको चाहिँ। चाहिँ हुनुहुन्छ मेरो दादाको चाहिँ यतै छ नि त ड्युटी। अनि क्यामेरामा आउनु मान्दैन मेरो दादा, गाह्रो छ गाह्रो।
क्यामेरामा खिच्छ भनेर अघि त अगाडि आइज न भन्दै थियो ऊ क्यामेरामेन ऊ पर रहेछ पर भन्दै थियो होइन साथीहरू। अहिले त क्यामेरा ठड्राएर आएपछि त टाप दादा त भाग्नु भयो दादा चाहिँ। यहाँनिर चाहिँ हो मेरो भदैनीको साथी हो। हेर्नु न यस्तोहरू बनाउँछ उनीहरू चाहिँ भदैनी र मेरो साथी भदैनी र उसको साथी चाहिँ मिलेर बनाउँछ नि त। अनि अस्ति ग्यान्टोकमा पनि स्टल राखेको थियो। ग्यान्टोकमा चाहिँ धेरै राम्रो चल्यो अरे होइन। यहाँ नाम्चीमा चाहिँ अब डल्लै छ नि त। अब 17 तारिक लास्ट होला मेला, त्यति बेलासम्म चल्छ नि त। अनि त्यति बेलासम्म त धेरै नै चल्छ होला, त्यति चलेको चाहिँ छैन भन्दै थियो होइन। ह्यान्डमेड हेर्नु न कस्तो राम्रो बनाउँछ यो। हेर्नु न यो चाहिँ के हो अक्टोपस होला हौ है, के भन्छ अक्टोपस बनाएको होला हौ यो किचन। हेर्नु न कस्तो दामी छ, कानकोहरू हेर्नु न यसरी बनाउँछ नि। कहाँ हो खै क्यामेरा त लु मोडेमा यहाँ हो। खिच्दो क्यामेरा उयो गर्नु पनि जानेको छैन रहेछ नि। ब्यागहरू हेर्नु न ब्यागहरू होइन। यहाँनिर चाहिँ के छ यहाँ जस्तो साथीहरू बनाउँछ यिनीहरू सबै आफै बनाएको हो। त्यहाँदेखि हेर्नु न डलहरूदेखि लिएर हो राम्रो बनाउँछ। मेरो भदैनीकोमा चाहिँ कस्टमरहरू धेरै आउनु हुँदो रहेछ है। कस्तो राम्रो मलाई ऊ परको खिच्नु मन परेको के। हेर्नु न यहाँनिर जग्गै छैन। हेर्नु न फ्लावर्सहरू पनि रहेछ बनाएको। ए यो छुना किन्ने चाहिँ केही होइन, क्यामेरै तिर्साउनु मात्रै भन्दै होला मनमा नि मेरो भदैनीले। अब चाहिँ यहाँ हेर्नु न यस्तोहरू बनाउँछ हो। बलहरू बनाउँछ। म पनि अब गर्नुपर्ने छ किनभने कुर्सी चलाउनु त आउँछ कि मलाई साथीहरू, तर मैले उयो गरेको छुइनँ क्या, टाइमै मिल्दैन नि त। अनि अस्ति दिदीले चाहिँ भन्दै थियो बहिनीसँग मेरो छोरीसँग गर्नु नि, बुन्नु नि, बुनेर दिनु स्टलमा राखिदिन्छ, आफै बस्नु पनि पर्दैन होइन भन्दै थियो नि त। म अब बादमा चाहिँ टाइम मिलाएर चाहिँ गर्नुपर्ने छैन। यस्तोहरू छ साथीहरू। स्निप यो चाहिँ यो सादा स्लिप हुन्छ, यसलाई नै चाहिँ कुर्सीले गरेको क्या, बाहिरबाट चाहिँ कुर्सीले बुनेर चाहिँ गर्छ। यस्तो हुन्छ ए प्याक गरेको रहेछ। धागोले चाहिँ बाहिरबाट बुनेर बनाउँछ। आर्टहरू हेर्नु न यो आर्टहरू गरेर होइन, आफै आर्टहरू गरेको। मैले त क्यामेरा देखाउनै जानिनँ त, नजिकबाट भएर होला है। एकछिन ल कि मेरो क्यामेरा कहाँ छ अरे 1X कहाँ गयो मेरो भदैनी त हरायो। अब म यता देखाउँछु, त्यहाँबाट फेरि म फर्किँदाखेरि चाहिँ के भन्छ अफ क्यामेरा चाहिँ म बात मार्ने छु मेरो भदैनीहरूसँग हो। अनि अहिले चाहिँ यहाँनिर खिच्दै जान्छु। अलिअलि देखाउँछु ल हजुरहरूलाई। भिडियो पनि कति हुँदैछ के हुँदैछ केही पत्तै छैन हो। ठिकै हुनुहुन्छ हजुर? हजुर धेरै दिनमा यस्तो रहेछ। यहाँ स्टलहरू छ हल्का देखाउँछु ल हजुरहरूलाई। यहाँ पनि रहेछ यी ह्यान्डमेड उयोहरू, ब्यागहरूदेखि लिएर यो के भन्छ ड्रिम क्रेचरहरू होला, उयो झुन्डाउँछ नि ड्रिम क्रेचरहरू के भन्छ। हेर्नु न यस्तो भिड छ, कसरी देखाउने होला हजुरहरूलाई है। यहाँनिर पनि हेर्नु न मान्छेको टाउकोले मात्रै छलेको छ। यहाँनिर चाहिँ के भन्छ यसलाई चाहिँ मलाई आउँदैन यो गेम चाहिँ हो, घुर्मीको नि के भन्छ होइन। यो चाहिँ लकी 7 के भन्छ यस्तोलाई चाहिँ। गेमहरू पनि आउँदैन पो त भन्नु साथीहरू त। यहाँनिर चाहिँ यस्तो रहेको छ। परैसम्म रहेछ स्टल त। अब के ड्रेसमा छ साथीहरू। बोल्नु चाहिँ जान्दिनँ, तर पनि बोल्नु चाहिँ पर्छ मलाई ट्याट्याट्याट्याट्या क्या, नबोली चाहिँ हुँदैन। यहाँनिर चाहिँ रहेछ यस्तो के हो यो निङ्गार अरे, निङ्गार। अम्बो साह्रैबाट देख्ने रहेछ नि त निङ्गार लेखेको त।
चारैको निगाराले लाग्यो मलाई बान निगार रहेछ यहाँ पनि निगार बोतल छ है हिटको बोतलमा छ है हिटको बोतलमा आउनुहोस् है खानु आउनुहोस् मलाई यहाँनिर के भन्नुहुन्छ नि साथीहरू भिडियो गर्दै हिँडेको होइन यहाँ पनि निगारै हेर्नु त साथीहरू भिडियो गर्दै हिँडेको कि मान्छेहरू त पुलुक हेर्छ सरम लागेर भन्न नमिल्ने यता चाहिँ बेसी जस्तो यो एसएसजी ग्रुपहरूबाट जस्तो लाग्यो यो मेन्युमा रहेछ सेलरोटी वाचिपा रोटी आलुदम भेज मोमो पनि रहेछ है यहाँ चाहिँ पाउने यहाँदेखि उता त जानु नसक्ला जस्तो छु म हेर्नु त साथीहरू सेक पाएको धुवा म सक्दिनँ सुन्नु यहाँदेखि उता चाहिँ गइनँ ल साथीहरू हजुरहरूलाई यतिसम्म देखाउँछु किनभने यस्तो बेसी मोडे म के गर्ने होला साथीहरू ए सेकुवाको उयो रहेछ नि त सेकुवाको रहेछ कि साथीहरू सेकुवा पोलेको त्यो मासुहरू पोलेर म त वाकवाक चल्यो साथीहरू सक्दिनँ नि त म सरी है साथीहरू म त यो सक्दिनँ क्या यस्तो गन्धाहरू सक्दिनँ नि त बस्दै पस्यो नि त नाकमै साथीहरू नबिसाइदिनु होला सकिनँ म त्यहाँदेखि उता जानु चाहिँ आज चाहिँ म हजुरहरूलाई यति नै देखाउने छु अझै छ परसम्म छ होइन स्टल 1 नम्बरदेखि लागेको हो नि त परदेखि म चाहिँ यता बजारमा काम परेँ होइन साथीहरू त्यही भएर चाहिँ बजारमा काम पर्दाखेरि चाहिँ म चाहिँ लास्टदेखि घुमेँ नि त लास्टदेखि आएँ नि त लास्ट नम्बरदेखि अनि त्यो भएर चाहिँ यस्तो भयो साथीहरू आजको लागि चाहिँ यति नै भिडियो के कस्तो भयो हेरेर कमेन्ट गर्न नबिर्सिनु होला अनि म चाहिँ यहीँ आइपुगेँ मेरो भदैनीको दोकानमै आइपुगेँ म चाहिँ अनि म चाहिँ अब यहाँ अफ क्यामेरा गफ गर्छु मेरो बहिनीहरूसँग हुनु त ऊ बिजी छ कस्टमरहरू पुरै आउँदैछ नि त त्यही भएर बिजी छ तर पनि एकछिन गरेर म चाहिँ घर फर्किने छु अनि बाई बाई सबैजनालाई हेर्नु न बाटै रोक्यो सबैजनालाई बाई बाई अनि स्वस्थ रहनु होला मस्त रहनु होला भन्दै म मेरो यो छोटो भिडियोलाई यही एन्ड गर्न चाहे साथीहरू बाई बाई।